आज तपाईहरुलाई म एकदमै सजिलो अनि एकदम छिटो र धेरै मेहनत बिना पनि यस्तो राम्रो फूलहरु ल्याउनलाई घरमै बन्ने फर्टिलाइजरको बारेमा कसरी बनाउने भनेर देखाउन गइरहेकी छु साथीहरु। तपाईहरुले चाहिँ आफ्नो फूल उमार्नको लागि, फूल फुलाउनको लागि मात्र हैन, आफ्नो तरकारीहरु कौशी खेती गर्नको लागि पनि यो फर्टिलाइजर मज्जाले युज गर्न सक्नुहुन्छ है त। आउनुस अब आफ्नो चाहिँ घरको किचन वेस्टलाई चाहिँ मनीमा ट्रान्सफर गरौँ, एकदम फर्टिलाइजर बनाएर र बाहिरी फर्टिलाइजर किन्न नपर्ने गराउँ। त्यो किचन वेस्ट के होला भन्ने सोच्नु भएको छ भने त्यो किचन वेस्ट हो हाम्रो यो प्याजको पात, प्याज, लसुन हजुरहरूले जुन पनि युज गर्न सक्नुहुन्छ हैन। हाम्रो घरमा चाहिँ प्याजको त्यो एकदम धेरै थियो, हामीले स्टोर गरेर राख्दाखेरि यो कुइन थालिसक्यो कि हेर्नु न यस्तो भएको छ। यसलाई पनि हामीले युज गर्दैछौँ, एकदम सजिलो छ। यहाँ चाहिँ बाल्टी छ, यो बाल्टीमा चाहिँ अघि मैले साग धोको, साग पखालेको पानी हो हैन, मैले यसमै चाहिँ युज गर्न लागिरहेको छु। यसमा चाहिँ हामीले यसलाई यसरी हाल्ने, एकदम सजिलो छ है साथीहरु। हेर्नुस् है, यो सबै हाल्ने हैन, म हाल्न गइरहेको छु साथीहरु। माछा भरिको यसरी हाल्दिने, हालियो। अब चाहिँ यसलाई मज्जाले चलाउनु पर्छ है साथीहरु। यसलाई चाहिँ हातै युज गरे नि हुन्छ। यसलाई भिजाउने हैन, भिजाएर मज्जाले यो भिजोस्। राम्रै प्याज पनि गएछ हेर्नु त। यो त राखौँ है, यो तरकारी खानुहुन्छ। अब यसलाई मज्जाले भिजाउने र यसलाई चाहिँ कम्तीमा 2 दिन मज्जाले भिज्नुपर्छ यो। यसले चाहिँ आफ्नो रसहरु सबै छोड्नको लागि। अब चाहिँ हामीले हेर्नु त, यो यस्तो भइसकेको छ। अलिअलि हाम्रो घरमा कुइन लागेको यसरी राख्नुस् हैन। यसलाई चाहिँ हामीले लिक्विड फर्टिलाइजर बनाउन लागिरहेका छौं। फूलको लागि पनि हुन्छ, अरु प्लान्टको लागि पनि हुन्छ। अब यसलाई चाहिँ आज र भोलि मैले यसलाई ढाकेर राख्छु। यसरी नै बाटाले नै ढाके, पछि यसको लिड ल्याएर ढाक्छु है त। 2 दिन भइसकेको छ है साथीहरु। अब चाहिँ हामी यसलाई चलाउन गइरहेका छौं। हेर्नु त कस्तो छ, सबै पर्पल कलर भइसकेको छ है, देख्नु भयो नि। अब चाहिँ हामीले यो प्याजको पातलाई चाहिँ छन डिकम्पोज भइरहेको होला। यसलाई चाहिँ हामीले अब हटाउँछौं। यसलाई चाहिँ हामीले सोलिड वेस्ट बनाउन सक्छौं हैन। सोलिड वेस्ट बनाउन नै केही गाह्रो छैन। के गर्नुपर्छ भने अब यसमा यो डिकम्पोज हुँदैछ नि त, डिकम्पोज हुँदै भएको भएर यसमा चाहिँ किराहरू लाग्न सक्छ के। अनि किराहरू लाग्न सक्ने भएको भएर किरालाई चाहिँ कसरी बाहिरबाट नदेख्ने त नि भनेर माटोले छोपिदिने हो कि। त्यही भएर यसलाई चाहिँ तपाईले जता पनि माटोले छोपेर किराहरू नदेखिने, किराहरू पनि त्यही डिकम्पोज हुने गरेर गराउन सक्नुहुन्छ है, मल बनाउन सक्नुहुन्छ है। र सानो खाल्टो खनेर त्यसमा गर्यो भने चाहिँ बेस्ट हुन्छ। म चाहिँ पहिला यसलाई सेपरेट आउट गर्छु। अब सजिकनी हेर्नु त, अझै यो यसमा अझै न्युट्रिएन्ट्सहरु छ कि जस्तो पनि छ है। यसमा चाहिँ एकदम धेरै नाइट्रोजन, फस्फरस हुन्छ। अनि त्यही भएर पनि हाम्रो प्लान्टलाई यसले एकदम राम्रो गर्छ के, ग्रोथलाई फर्टिलाइज गर्छ। यो छिकेर यसलाई सेपरेट आउट गर्ने। साथीहरु, मैले चाहिँ सबै यसको फालिसकेको छु है, अलिअलि चाहिँ मात्र बाँकी छ। अब चाहिँ यो अलिकति कन्सन्ट्रेटेड छ नि त, त्यही भएर म यसमा पानी मिसाउन गइरहेकी छु। पानी मिसाइसकेपछि चाहिँ यो अलि डाइल्युट हुन्छ अनि ठिक्क हुन्छ के बोट बिरुवामा हाल्नको लागि। यी साथीहरु, हामीले चाहिँ यसलाई अलमोस्ट फुल बनाइसकेका छौं है त। यी साथीहरु, यस्तो भएको छ है। यस्तो कलर खतरा कलर आउँछ है। अब चाहिँ म यसलाई डिफ्रेन्ट फुलहरुमा अनि बोट बिरुवाहरुमा हाल्न गइरहेकी छु। सुरुमा चाहिँ मैले यो मललाई यो क्यालेन्डकोमा हाल्न लागिरहेको छु है। अब चाहिँ विन्टर सिजन अनि त्यसपछि रोज, अब विन्टर सिजनको बेला छ। पुरा मक्कमल थोरै हाल्छु म, धेरै चाहिँ हाल्दिनँ।
अब विन्टर सिजन आउनु लागेर अब रोजहरू त्यो क्यालेन्डकोहीहरू चाहिँ फुल्न रेडी छ। यसको पनि पालो हालेको छ। अब चाहिँ पालो यो ताइवानी जम्बाको। ताइवानी जम्बा चाहिँ हामीले एकचोटि खाइसक्यौँ, त्यसको नि मैले भिडियो बनाएको थिएँ। मिठो हुँदो रहेछ। हेर्नु न एउटा अम्बा चाहिँ फलेछ, मिठो चाहिँ मिठो हुँदो रहेछ। नेक्स्ट छ हामी सबैलाई मनपर्ने फ्रुट, के होला? स्ट्रबेरी हो है साथीहरू। स्ट्रबेरी लगाएको थियौँ। स्ट्रबेरी नि अलिअलि पानी धेरै भइसक्यो नहालेको स्ट्रबेरीलाई चाहिँ हाल्दैछु म, त्यही भएर। अब चाहिँ म यताको साइडमा आइसकेको छु साथीहरू। अब म यिनीहरूलाई फुलमा पानी हाल्दैछु। यिनीहरूलाई चाहिँ मैले बिहान 1 लट फुलमा चाहिँ पानी हालिसकेँ है। त्यही भएर अहिले चाहिँ अलिकति मल मात्र दिने हिसाबले अलिक थोरै हाल्छु, अनि बेलुका हाल्नु पर्ला। हेर्नु नि यो बगनबेली, सेतो बगनबेली फुल्न चाहिँ रेडी भइसकेको छ। अझ कलर आउन चाहिँ अझ बाँकी नै छ। यो चाहिँ हाम्रो लालुपाते रेडी हुँदैछ मिठोको लागि। आज चाहिँ साथीहरू मैले मेरो सकुलेन्ट्सलाई पनि मल दिन गइरहेको छु है। धेरै भइसक्यो मैले सकुलेन्ट्सलाई चाहिँ पानी नदिएको पनि। हेर्नु न यस्तो ड्राई भइसकेपछि नै हो दिने हुँदैन त। आज चाहिँ मैले मल दिँदैछु मेरो सकुलेन्ट्सहरू। अनि पालो चाहिँ अब यो बगनबेलीको छ कि बगनबेली। हेर्नु न एउटामा चाहिँ यस्तो स्टिमबाट पातसात चाहिँ पलाएको छैन यसमा है। यसमा तर फुल भने यस्तो पलाएको छ कि। अनि यता साइडको हेर्नु न फेरि, त्यसमा चाहिँ पात पलाउँदैछ है। यसमा अलिअलि सफा गर्नुपर्ने भइसकेछ। मैले चाहिँ यो बगनबेलीलाई चाहिँ यो गमला यो पटमा त हुँदैन नि त बगनबेली, त्यही भएर यसलाई चाहिँ अर्को ठुलो पटमा हाल्नुपर्ने जरुरी छ बगनबेलालाई। अनि मैले त्यही भएर सकुलेन्ट्सहरूको पात पनि यहीँ हाल्दै थिएँ, अनि सदाबहार पनि यहीँ हाल्दै थिएँ, यो पनि यहीँ हाल्दै थिएँ। र यहाँ हेर्नु नि साथीहरू, हाम्रो ब्लिडिङ हार्टको चाहिँ सानो नयाँ पालुवा पलाएको छ र म एकदम एक्साइटेड छु यो देखेर। मैले चाहिँ फर्स्ट टाइम लगाएको हो यो। अनि यसरी यो मस्टिक पनि मैले आफैले बनाएको थिएँ। अब चाहिँ यो सदाबहारमा पानी दिन गइरहेको छु म। तपाईँहरूले पनि यो चाहिँ इजिली बनाउन सकिने मल चाहिँ बनाएर आफ्नो प्लान्टहरूमा दिन सक्नुहुन्छ। राम्रो राम्रो फुल खिल्छ अनि फ्रुट पनि खिल्छ। त्यसकारण यो एकदम बेस्ट छ है। तपाईँहरूले पनि एकदम इजी छ, एकदम बनाउन सजिलो। बनाउनु होला, लगाउनु होला, यस्तै फुल पाउनु होला। थ्याङ्क यू लास्टमा हेरिदिनु भएकोमा। मन पर्यो भने सेयर र सब्सक्राइब पनि गरिदिनु होला है त।